ओम श्री गणेशाय नमः। श्री गुरुचरणकमलेभ्यो नमः। श्री सीतारामचन्द्राभ्यां नमः। श्री राधाकृष्णाभ्यां नमः। बरहापीडाविरामं मृगमदतिलकं कुण्डलाक्रान्तगण्डम् कञ्जाक्षं कम्भोकण्ठस्मृतशुभकमुखं स्वाधरे न्यस्तवेणु श्यामं शान्तं त्रिभङ्गं रविकरवसनं भूषितं वैजयन्त्या वन्दे वृन्दावनस्थं युवतिशतवृतं ब्रह्मगोपालवेशम्। समादरण भक्त महानुभाव, यहाँहरू बीचमा म भने इन्द्र गजुरेल शास्त्री आजको पञ्चाङ्ग लिएर हजुरहरूको माझमा उपस्थित भइसकेको छु। दर्शक महानुभाव, आज भनेदेखि अगस्त महिनाको 16 तारिक रहेका छन् 2026। तदनुसार श्रावण महिनाको 31 गते 2083 साल रवि दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर एवं श्रावण मास अन्त हो। आज श्रावण अन्तिम दिन हो। भोलिबाट भदौ लाग्दैछन् भने श्रावण शुक्ल पक्ष चतुर्थी तिथि आज रविवार रहेका छन् भने उत्तर फाल्गुनी नक्षत्र रहेका छन्। आज सिद्धि योग रहेका छन्, वणिक करण रहेका छन् भने आनन्दादि योगमा मित्र योग रहेका छन्। सूर्य आजसम्म कर्कट राशिमा रहनेछन् भने चन्द्रमा कन्या राशिमा रहेका छन्। आज प्रातःकालीन सूर्योदय भारतीय समयअनुसार 5:20 हुने यहाँहरू बीचमा जानकारी गराइरहेको छु। 5:20 भएको जानकारी गराइरहेको छु भनेदेखि सूर्यास्त भनेदेखि साँझ 6:24 हुने जानकारी गराइरहेको छु। दर्शक महानुभाव, आज 31 गते रहेका छन् रविवारको दिन। 31 गते कुनै प्रकारका बाण हुँदैनन् भनेदेखि कन्याका चन्द्रमा दक्षिणमा रहेका छन्। दक्षिणको चन्द्रमा चौथी तिथि नैऋत्य स्थानको योगिनी, नैऋत्य स्थान र पश्चिमको यात्रा भने आजलाई निषेध गरिन्छ। दर्शक महानुभाव, भनेदेखि आजलाई अग्नि जुरेका छैनन्। अग्नि भनेदेखि आज रविवारको दिन अग्नि पातालमा रहेका छन्। शिव पनि जुरेका छैनन्। शिव नजुरेको, अग्नि पनि नजुरेको एवं आजको शुभ समय बताउन गइरहेको छु। आज प्रातःकालीन सूर्योदयबाट एवं 5:20 6:50 उद्वेग बेला रहेका छन्। 6:50 8:20 चर बेला, 8:20 9:50 लाभ बेला, 9:50 11:20 अमृत बेला, 11:20 12:50 काल बेला, 12:50 2:20 शुभ बेला, 2:20 3:50 रोग बेला, 3:50 5:20 उद्वेग बेला, 5:20 6:50 शुभ बेला, 6:50 रात्रि 8:20 अमृत बेला, 8:20 9:50 चर बेला, 9:50 रात्रि 11:20 रोग बेला, 11:20 12:50 काल बेला रहेका छन्। दर्शक महानुभाव, भनेदेखि अब भोलिको पञ्चाङ्ग बताउन गइरहेको छु। भोलि भनेदेखि अगस्त महिनाको 17 तारिक 2026 तदनुसार भदौ महिनाको 1 गते 2083 साल रवि दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर एवं श्रावण शुक्ल पक्ष पञ्चमी तिथि भोलि सोमबार। भदौ 1 गते भए तापनि श्रावण शुक्ल पक्ष चलिरहेका छन् भनेदेखि सोमबार पनि हो, शिवको आराधना गर्ने दिन हो एवं नाग पञ्चमी पनि भोलि रहेको छन्। नागको पूजा अर्चना आदि गर्ने, दिव्य पूजा अर्चना गर्ने दिन हो भोलि र साथै भोलिबाट हिउँदो पनि लाग्दछ। यस प्रकारले कथित मान्यता पनि छ। नाग पञ्चमीबाट हिउँदो लाग्ने, श्री पञ्चमीबाट बर्खा लाग्ने पनि भनिन्छ। भनेदेखि दर्शक महानुभाव, भोलि सोमबारको दिन रहेका छन्। हस्ता नक्षत्र रहेका छन्, साध्य योग रहेका छन्, बवकरण रहेका छन् भनेदेखि आनन्द आदि योगमा वज्र योग रहेका छन्। सूर्य भनेदेखि सिंह राशिमा प्रवेश गर्नेछन् भोलि। चन्द्रमा भनेदेखि बेलुकी 7:02 कन्या राशिको, उसको पश्चात तुला राशिमा प्रवेश गर्नेछन्। सूर्योदय भनेदेखि भोलि बिहान 5:21 हुनेछन् भनेदेखि साँझ सूर्यास्त
23 मिनटमा हुने यहाँहरू बिचमा जानकारी गराइरहेको छु। भोलि नागपञ्चमी, नाग टाँस्ने दिन, नाग पूजा अर्चन गर्ने दिन रहेका छन्। भोलि 1 गते रहेका छन्। 1 गते हेर्नुपर्दा मृत्युवान पर्दछ। दर्शक महानुभाव, मृत्युवान चाहिँ कहाँ कहाँ लाग्दछ भन्नुहुन्छ भनेदेखि मृत्युवान चाहिँ विवाहका लागि 1, 10, 19, 28 गते मृत्युवान पर्दछ भने कन्याका चन्द्रमै रहनेछन् साँझसम्म भनेदेखि कन्या दक्षिणका चन्द्रमा रहेका छन्। दर्शक महानुभाव भनेदेखि पञ्चमी तिथि दक्षिणमा योगिनी रहेका छन्। दक्षिणको यात्रा भने भोलिलाई निषेध गरिन्छ। दक्षिण र नैऋत्य स्थानको यात्रा निषेध मान्नुहोस् होला भनेदेखि अग्निवास हेर्नुपर्दा भोलि अग्नि जुरेका छन्। अग्नि भूमिमा रहेका छन्। नयाँ चुला चौका सार उद्देश्य अग्नि जुरेका छन्। कहीँ टाढाबाट शिवलिङ्ग आदि ल्याएर राख्नुभएको छन्। भोलि पूजा गर्न सक्नुहुन्छ। भोलिबाट प्रारम्भ गर्न सक्नुहुन्छ। एवं भोलि शिव पनि जुरेका छन् र भोलिको नागको पनि विशेष पूजा आराधना गर्नुहोला। नागको पूजा कसरी गर्ने भन्दाखेरि सेतो अक्षता धुप घुमाउनु हुँदैन नागलाई। दुबो गोबरको कुण्ड भयो भनेदेखि गोबरको कुण्डमा दुध चढाएर अनन्त वासुकी पद्म महापद्म शतक कुली र कर्कटसँग चाष्टो नागप्रतिष्ठा भन्दै पूजा गर्ने भनेदेखि भोलि बिहानको सूर्योदयबाट शुभ समय बताउन गइरहेको छु। भोलि बिहान 5:20 सूर्योदयदेखि भनेदेखि 6:50 अमृत बेला रहेको छन्। 6:50 8:20 कालबेला, 8:20 9:50 शुभ बेला, 9:50 11:20 रोग बेला, 11:20 12:50 उद्वेग बेला, 12:50 2:20 चर बेला, 2:20 3:50 लाभ बेला, 3:50 5:20 अमृत बेला, 5:20 6:50 चर बेला, 6:50 रात्रि 8:20 रोग बेला, 8:20 9:50 काल बेला, 9:50 11:20 लाभ बेला, 11:20 12:50 उद्योग बेला रहेका छन्। दर्शक महानुभाव यस प्रकारले यहाँहरू बिचमा जानकारी गराएँ। जतिजनाको आज जन्मदिन छ यहाँहरूलाई जन्मदिनको हार्दिक बधाई एवं मङ्गलमय शुभकामना उपहार स्वरूप व्यक्त गर्दछु। भनेदेखि मेरो माताश्रीको पनि आज जन्मदिन छ। जसले मलाई यस धराधाममा धरतीमा ल्याउनु भयो उहाँको पनि जन्मदिन छ। जन्मदिनको माताश्रीलाई न्यानो अभिवादन एवं हार्दिक बधाई एवं मङ्गलमय शुभकामना उपहार स्वरूप व्यक्त गर्दछु भन्दै अहिले भने म बिदा लिन्छु। भोलि बिहान ठिक 6:30 बजे हजुरहरूको माझमा उपस्थित हुन्छु। जय राधे, जय श्याम, राधे।